हेलो हेलो मेरो यो फर्स्ट मिनी ब्लग भन्ने कि के भन्ने हामी चाहिँ आज बाहिर ढुङ्ग्रो बनाउने भनेर घरबाट फुपू र म गएको। अनि च्याख्ला बनाएर लगे नि रहेछ, मसिनो हुन्छ भन्नुभयो। अलि जानकारीको लागि चाहिँ है, ठेला बनाउँदा ठिक हुँदो रहेछ। मकैलाई ठेला बनाउने 2 किलो ठेला अनि 1 किलो चामल मिक्स गर्ने। हजुरलाई अब स्वादअनुसार नुन है, हजुरले कति खानुहुन्छ, नुन मसला खुर्सानी लङ सुमेल हजुरलाई जे मिसाउनु मन लाग्छ मिसाएर लगे पनि हुँदो रहेछ। अनि किलोको चाहिँ 90 रुपियाँ पर्दो रहेछ आफूले लैजाँदा। अनि आफ्नै प्लास्टिक छ भने परेन, न त प्लास्टिक नै किन्न पर्यो हाल्नको लागि, नत्र भने चाहिँ आफ्नै प्लास्टिक छ भने किलोको 90 को दरले अब हजुरले कति लैजानुहुन्छ त्यति मात्र लाग्यो पैसा। अनि वहीँ पनि किन्न पाउँदो रहेछ। सादालाई 200 रुपियाँ केजी दिनुहुँदो रहेछ। अनि के भन्छ अरे मरमसला हालेकोलाई चाहिँ 250 रुपियाँ केजी दिनुहुँदो रहेछ। अनि यो चाहिँ हाम्रो कहाँनिर छ भन्दाखेरि भरतपुर 26 खद्रोली चोकमै रहेछ। चोकमै भरतपुर 26 सकिने ठाउँमै रहेछ हौ। हामी पनि चिनेको थिएनौँ, हामी पनि गयौँ सोध्दै गयौँ भन्दा नि टिकटकबाट हेरेर गयौँ। मजाले पुग्यौँ, बनायौँ। 3 किलो 200 ग्राम लगेको थियौँ होला। निकै आयो, धेरै नै आयो। ठुलो प्लास्टिकको बोरी, सानो प्लास्टिक बोरी आयो। एकदम मिठो हुँदो रहेछ र हेल्दी पनि के। यो सुगर प्रेसर हुनेको लागि यो चियासँग अरू चिज खानु भन्दाखेरि आफ्नै घरमा भएको मकै चामलबाट बन्ने चिज पनि मिठो हुँदो रहेछ एकदम। हामीले त बनाएर खायौँ र सो तपाईँहरूले पनि बनाएर खानु होला।